मान्छेहरूले मलाई रेस्पेक्ट दिँदैन भन्ने तपाईलाई लाग्छ भने चिन्ता लिनु पर्दैन। त्यो सबैले लाग्छ, तर अहिलेसम्म यस्तो भएको छैन कि त्यस्तो लाग्दैमा रेस्पेक्ट गरियोस्। मान्छेहरूले मलाई रेस्पेक्ट गरेन भनेर विचार गरेर कसैले रेस्पेक्ट गरेको छैन। फेरि त्यसो के गर्ने त? है रेस्पेक्ट पाउनुपर्छ नि, पाउनु राम्रो कुरा हो हैन। अब मलाई रेस्पेक्ट गरेन भनेर रेस्पेक्ट कसैले दिन्छ त? न दिँदैनन्। रेस्पेक्ट कसले पाउँछ भन्दाखेरि महावीर पुनले पाउँछ। रेस्पेक्ट कसले पाउँछ? कुलमान घिसिङले पाउँछ। रेस्पेक्ट कसले पाउँछ? रेस्पेक्ट पाउँछ हर्क साम्पाङले, हैन? यस्ता व्यक्तिहरूले रेस्पेक्ट पाउँछन्। उनी अब रेस्पेक्ट पनि दुई प्रकारले हुन्छ। फेरि रेस्पेक्ट केपी ओलीले पनि पाउँछ, शेरबहादुर देउवाले पनि पाउँछ, प्रचण्डले पनि पाउँछ, रवि लामिछानेले पनि पाउँछ। अब यो रेस्पेक्ट यहाँ हेर्दाखेरि दुई प्रकारको रेस्पेक्ट भयो। जुन पनि नेताहरू छन्, राजनीतिक दलको नेताहरू, उनीहरूलाई रेस्पेक्ट अगाडि गर्छन्, पछाडि कुरा काट्ने धेरै हुन्छन्। किनकि उनीहरूको गल्तीहरू देखिसकेका छन्, हैन? साधारण जनताले उनीहरूको गल्तीहरू देखिसकेका छन्, सबैले देखिसकेका छन्। तर कुलमान घिसिङ, महावीर पुन जस्ता व्यक्तिहरूलाई अगाडि पनि रेस्पेक्ट नै हो, पछाडि पनि रेस्पेक्ट नै हो। र साधारण मान्छे हामीलाई घरकै छोराछोरीले, हैन, अथवा छोराछोरी हो भने बाउआमाले, दाइ हो भने भाइले, भाइ हो भने दाइले रेस्पेक्ट दिँदैन बा। यस्तो किन यस्तो त भन्दाखेरि शक्तिको कुरा हो। प्रचण्ड, केपी ओली, शेरबहादुर, रवि लामिछाने, बालेन शाह जस्ता व्यक्तिहरू जहाँ जाओस् नि, उनीहरूले गएको ठाउँमा रेस्पेक्ट पाउँछन् है। उनीहरूको अगाडि त यस्तो भनेर बोल्ने हैसियत कमैले राख्छन्, शक्ति कमैले राख्छन्। पछाडि हो नेगेटिभ कुराहरू पनि भइरहेको हुन्छ उनीहरूको बारेमा, तर अगाडि त रेस्पेक्ट हुन्छ नि, हैन? र कुलमान घिसिङ, महावीर पुन जस्ता व्यक्तिहरूलाई अगाडि देख्यो भने त हामी ढोक्नै खोज्छौँ। पछाडि पनि राम्रै कुरो हुन्छ, किनकि उनीहरूले देशको लागि, समाजको लागि राम्रो दिएको छ। हामी छौँ झारपात, घरकै मान्छेले पनि रेस्पेक्ट दिँदैन बा। अब के गर्नु पर्थ्यो रेस्पेक्ट पाउन भन्दाखेरि शक्तिशाली बन्नु पर्यो। शक्तिशाली कसरी हुन्छ? अध्ययन, अनुसन्धान, सेवा, हैन, सबै कुरा मिलाएपछि के पाउँछ त? रेस्पेक्ट पाउँछ।